यसरी बनाउनुहोस्। तपाईँले सोधिरहनुहुन्छ कसरी बनाउने के गर्ने भने यसरी बनाउनुहोस् होइन। छोरी मान्छेलाई यसरी बनाउनुहोस्, छोरा मान्छेलाई यसरी बनाउनुहोस् है त। यसरी बनाउनुहोस्। टक्कसँगले यसरी बनाइसकेपछि नि, जसरी यसरी भिडियो बनाउनुहुन्छ नि, यसरी बनाइसकेपछि यहाँ लेख्नुहोस्। यहाँ लेख्नुहोस् है। यहाँ टक्क यो टाउकोलाई अलिकति नछोइकन टक्कसँगले यहाँनिर तपाईँले चाहिँ कलर मिलाएर यहाँ लेख्नुहोस्। त्यो लेखिसकेपछि जसरी तपाईँको भिडियोमा आइसक्दा मैले के गर्छु, ठ्याक्कै मेरो उम्लो त्यहाँ राखिहाल्छु, तपाईँको भिडियो प्ले गरिहाल्छु, मैले हेरिहाल्छु के। त्यो हो नि त कुरा। तपाईँ भिडियो खिच्नुहुन्छ अनि त्यत्रो दुःख गर्नुहुन्छ खिचेर अनि ल्याएर चाहिँ फेसबुकमा त्यसै हालिदिनुहुन्छ। त्यसरी हुँदैन के। अलिकति मेहनत चाहिँ गर्नैपर्छ के। जे काममा पनि मेहनत मजाले ठिक्क नियमअनुसार जे काम पनि, हामी घरको काम पनि, खाना बनाउने, कपडा धुने, जे गर्ने पनि थोरै नियम मिसाएर चाहिँ त्यहाँनिर नियमबद्ध काम गरियो भने चाहिँ त्यो धेरै राम्रो हो।